हेलो एभ्रिवान, के छ सबैको खबर? है त आजको हाम्रो राइड चाहिँ बन्दीपुर हो, नजिक भएर यति बेलुकातिर हिँडेको। र हामी चाहिँ अब यता राइड लागेर बन्दीपुरको लागि है। ल है त हेर्नु बजार हाम्रो। अब हामी बिस्तारै लाग्छौँ, दुईजना मात्रै जान लाग्यो, एकजना ड्राइभर हुन्छ। चाहिँ मेरो बाइकमा आउनु भयो, मैले चाहिँ बाइक लिएर हिँडेको। रात परिसक्यो, अँध्यारै भयो कि हिँड्दै 4 बजी हिँड्ने भनेको। कति बज्यो अहिले? 5:30 भइसकेछ। अनि अब अपोजिट परियो क्या हामी। सनसेटहरू पनि देखिँदैन, अब बाटो मात्रै, रोड मात्रै। दोस्त भेट्यो बाटोमा। यता हो त नि कता हो त नि? दिलीपलाई केटी लिन गइदिने हो। यस्तो दोस्तहरू हरामी दोस्तहरू भेटिन्छ बाटोमा। हामी अब कता हो बन्दीपुर जानु लाग्यो। ल बाई बाई। अँध्यारो भयो, अब पुग्दै अँध्यारो हुन्छ होला। हेरौँ कहाँसम्म भिडियो गर्न मिल्छ। भिडियो गर्दै जाऊँ के अरे, त्यसपछि हेरौँला है त। ल कुदाउने मात्रै हुन्छ, अब राति बोलिराख्ने। हामी अब डौली बजार आइपुग्यो। यहाँ एउटा पन्जा गिर्न पर्ने छ। पसलहरू हेर्नु पऱ्यो है, यतै भित्र हेर्नु पसलहरू हो नि। कति हो? 450 गरिदिनु हुन्छ। ल 15 पनि दियो। अब एकछिन यहीँ चोकमा कुरौँ बाहिर, अनि पैसाहरू पनि झिक्न, पैसा झिकेर अनि जाम्ला। 15 दिएर दाइ अगाडि जानु भइसक्यो। अब हामी बिस्तारै लागौँ अब डौली बजार। बन्दीपुर आइपुग्यो। यता हो। ल हामी चाहिँ यता तलतिर टुरिखेलतिर हुन्छ। अब हामी सिधै होटलमा जान्छौँ। होटलमा जान लाग्यो अब। होटल चाहिँ टपमै छ जस्तो लाग्यो मलाई है। दाइ चाहिँ हामीलाई होटल देखाउन लानुभयो। बाबा होटल चाहिँ यो रहेछ। बाइक यहीँ अगाडि राख्दिनु। बाइक यहीँबाट यहीँ हो। ओपन पार्किङ रहेछ है। आजको हाम्रो स्टे चाहिँ यो हो। ल हामी बवाल रहेछ। बुढो म यो मिने दानबहादुर। ल यो हाम्रो बेड। यो मुनि कार्पेट नि कस्तो हालेको थियो नि। ल रुम चाहिँ बवाल रहेछ है। बेड दुईजना, साथीलाई एकदम मलाई एउटा। बाहिरको भ्यू त भइहाल्यो होइन। बवाल छ है बन्दीपुर।
यहाँ डुम्रे बजार मेन छ। म तल अहिले भिडियो गर्छु। नि बवाल रहेछ, बाथरुम नि बवाल भर्खर नयाँ नयाँ रहेछ भनेको। ल अब तल एकछिन बजारमा जाने तल गएर है त। दोकान हामी तल घुमेर आउँछौँ। ल एउटा निस्क्यौँ, ल्याएर आउँदै गर्छ। राति है जुल जुल्नियो। यहाँबाट तल पनि रहेछ बजार। यहाँ चाहिँ डुम्रे बजार है, त्यही देखिरहेको छ भगवान् है। ल जानु पर्यो, खाना खान जानु पर्यो। खाना खान तल घुम्नु पर्यो होइन। A few moments later. खाना खाएर अब बन्दीपुरको गाउँपालिकाबाट यता तलतिर झर्ने हामी बजार जानको लागि। यहाँ त रमाइलो भइरहेको रहेछ नि त। हेलो इन्डियनहरू पनि रहेछ नि त है। ब्यागहरू दामी क्याफे। कसैको जोडी देखिएला फेरि है, दामी है। बरु हिँड्ने गरे हामी है। ए होइन राइट। ल त माथिसम्म जाऊँ होइन। है त्यहाँको चाहिँ स्ट्रक्चरहरू चाहिँ बवाल है, पुरानो जमानाको क्या होइन। सानो होटल नै रहेछ। अलि आएर फोटो खिच्नुपर्छ है। ओके यहाँसम्म आइपुग्यो होइन। भोलि चाहिँ यहाँ माथि जानुपर्छ टपमा। अलि यहाँ फर्क्यौँ हामी है। हिँड्दिने कस्तो दामी देखेको यार। म यहाँको भिडियो गर्छु नि है, हुन्छ? थ्याङ्क यू। ल है ल बाई बाई। यहाँ गेट टुगेदर जस्तै हो, तुम्बा खाँदै है। मलाई यस्तो साइडको क्याफेहरू चाहिँ राम्रो लाग्यो कि होइन। ड्रेसहरू लाउने ठाउँ यो हो। गीत भएन अलि है।
राफ्टिङ त्यहाँनिर रमाइलो चलिरहेको रहेछ कस्तो दामी देखेको ल अब बिस्तारै हामी खोटातिर जान्छौँ होला घुमियो तल धेरै बेर त घुमेन अब भोलि बिहान यहाँबाट देखेछ कि देखेको छैन त्यहाँ माथि टपमा बिहान गइन्छ होला सायद छिटो उठेछ भने गुड मर्निङ फ्रम बन्दीपुर आजको भ्यू चाहिँ यस्तो छ बन्दीपुरको कुहिरोहरू अहिले बल्ल हटेछ डुम्रे बजार चाहिँ पुरै ढाक्दैछ हिमालको रेन्जहरू देखिरहेको रहेछ ठाउँ चाहिँ एकदम पिस रहेछ यहाँको चाहिँ बस्नको लागि चाहिँ यहाँ चाहिँ गुम्बा पनि रहेछ राम्रो बनाएको मलको फोटो छ साइडमा मान्छेहरू घाम तापिरहेको छन् है अब एकछिनमा माथि जानु पर्यो त्यहाँबाट नि भ्यू त हेरियो अब चाहिँ माथि टपमा जानु पर्यो बिस्तारै त्यहाँदेखि गएर एउटा दुइटा क्लिप्स हाल्छु मैले अहिले चाहिँ कोठामा जाऊँ होला अब कता पाइँदै रुमलाई राम्रो रहेछ रुम बाइक चाहिँ कोट स्टार्ट गरिदिनु पर्यो होटल फरेस्ट साइड भन्ने बन्दीपुर राम्रो रहेछ होटल अलिक पिसमा छ कि यहाँबाट नि रहेछ बोर्ड अगाडि दुइटै बाइक कोल्ड स्टार्ट हुँदैछ यो चाहिँ भ्यू ल बिस्तारै निस्क्यौँ हामी यहाँबाट ठिकै रहेछ एभरेजै रहेछ रुमको चाहिँ 1500 लियो हाम्रो एउटा रुमको चाहिँ यहाँबाट तलको भ्यू है यहाँबाट देखिन्छ उताको नि झन् दामी देखेको है भ्यू है अनि माथि टपबाट देखिन्छ होला एकछिन दिदीहरू हुनुहुन्छ दिदीहरूलाई जान्छु भनेर जानु पऱ्यो नि त है खानासाना खाइदिएको थियो हिजो यहाँ एउटा चाहिँ बिदा लियो हामी अब चाहिँ जाऊँ ल जाऊँ बाई बाई ल जान्छु है हस् बाई बाई ल यहाँ बन्दीपुर बजार देखिरहेको रहेछ फोटो हान्न पऱ्यो एउटा थम्बनेलको लागि टुडी खेल्ने जानुपर्ने थियो के अरे है गाडीहरू चाहिँ आइरहेको छ है आज शनिबार पनि है मान्छे बाइचाल यताबाट माथिबाट हिँडेर जानु मिल्छ हामी चाहिँ यताबाट गइदिन लाग्यो है सिधै ग्रेट वल गइदियो ग्रेट वलको कपी दिनु पऱ्यो लभली है भ्यू चाहिँ लभली देखेछ झन्डासम्म हालेर है
ल अब यहाँदेखि हिँड्दै हो वहाँसम्म। यहाँबाट चाहिँ ट्रायल सुरु, ग्रेट वालले यो यो ग्रेट वाल नहोला जस्तो लाग्यो मलाई। अनि यहाँ त साइडको पिलर मात्रै ठाडा रहेछ त है, बन्दै छ जस्तो लाग्यो बिस्तारै। अलिकति टपमा आएपछि चाहिँ यस्तो छ भ्यू, यस्तो बनाएको रहेछ है, राम्रो हो बनाएको त। वहाँमा कसरी पुग्ने भनेर सोचिरहेको छु। त्यो चाहिँ ठाडो रहेछ ल। बिस्तारै उक्लिन्छ, जता हेऱ्यो त्यतै भ्यूहरू राम्रो देखिरहेको छ। यो चाहिँ गर्न नपर्ने हो ल। पवन ल प्लस पविना रे, आमा के भन्नु। बाटो चाहिँ ठाडो छ जस्तो लाग्यो मलाई। बिस्तारै म माथि पुग्छु, टपमा आइपुग्न लाग्यो, आइपुग्न लाग्यो। टपमा आइपुग्यो, कति धेरै हुँदैन नि मान्छे। शनिबार भएर होला। यो चाहिँ यहाँको मन्दिर, हिस्टोरिकल मन्दिर, पुरै सल्लाहको बुटोहरू। म अलिकति छेउमा गएर देखाउँछु भ्यू। कति धेरै सब बच्चा बच्चीहरू हुन्छ है। यहाँको चाहिँ मन्दिर यो। यस्तो छ यहाँबाट उहाँदेखि आएको मान्छेहरूको भिड हुँदो रहेछ। यतापट्टिको भ्यू यहाँबाट यस्तो देखिँदो रहेछ। यस्तो रहेछ। म बिस्तारै फर्किन्छु, यो दुईवटा भिडियो हानेर। अलि सिनेमेटिक हेर्नु, सिनेमेटिक होइन सर्ट भिडियो चाहिँ हेर्नु, थोरै बनाएर हालिदिन्छु सर्ट भिडियो। ल म यहाँबाट चाहिँ अब तल झर्छु, खाजा पनि खानु छ। अब बिस्तारै तल झर्छु म। ल बाई बाई, फेरि कहिले आउँला। आइपुग्यो अब। भ्यू चाहिँ तल चाहिँ दामी छ है। हिँड्दा बल्ल आइपुग्न लाग्यो। बाइक पार्क गरेको ठाउँमा आइपुग्यो। अब बिस्तारै निस्किन्छौँ हामी। एकछिन रेस्ट गरेको यहाँ पुरै चौतारी रहेछ। अब 5 मिनट रेस्ट गरेर अनि खाजा खानु जानुपर्छ बजारमा। ल बिस्तारै झरमलाई जाऊँ। आजको चाहिँ भ्यू देखेर अलि रमाइलो लाग्यो। कतिपछि यस्तो देख्न पायो नि त होइन। मामी दोस्रो त बन्दीपुरतिर पो भेट्यो। त कता अगाडि हिँडेको यति मतलब सम्म पछाडि छ मामी।
बाख्रा चराउनु लानु भयो डाँडामै पुगाउने हो ए ल घाँस दाउरा गर्दै बाइक चाहिँ दुइटै पार्क गरेर अब छिन बजारभित्र जान्छौँ बाइक पार्किङ फुल भएछ कि है माथि चढेर अब छिन बजारहरू डुल्नु पऱ्यो के रहेछ यहाँ यस्तो दामी यस्तो सामानहरू पाउँदो रहेछ यहाँ मेरो बन्दीपुर कस्तो दामी देखेको है मान्छेको भिड कति हो है त अति भयो यही त पाउँछ थियो आज बन्दीपुरमा स्याटरडे चाहिँ मान्छे अति नै धेरै बुढी आमा बिचरा ड्रेसहरू लाउने ठाउँ अलिक कडा भएन र किन मान्छेहरू देखेर यताबाट जानु चाइनिजहरू टुरिस्टहरू चाहिँ अति नै धेरै रहेछ मन्दिर मान्छेहरू त अति धेरै मान्छेहरू खाजा खान चाहिँ हामी यहाँ रहेछ सानसारा बन्दीपुर खाजा खानको लागि दामी रहेछ है बसेर अब खाजा खानुपर्छ कफी आइपुग्यो है कस्तो रहेछ ट्राई गरिदिउँ ओट्स हो यो हनी एन्ड दही थ्याङ्क यू वाटरमेलन जुस दुईजनाको है ती खाएर हिँडिहाल्नुपर्छ है ल दामी भ्यू
खाजा खाएर सक्यो अब जाउँ आउँदै गरौँ है कति भएछ हाम्रो बिल यो 1 घन्टा तपाईँहरूको होइन है म जित्यो कि अब निस्किनु पऱ्यो है मान्छेहरू कति धेरै छ अब हामी फर्केको आज साह्रै भिड रहेछ धेरै त बनाउनै पाएन क्या मान्छे धेरै भएर भिडियो बाइक पार्क गरेको ठाउँतिर यस्तो अप्ठ्यारो ठाउँमा पार्क गरेछ यसको चाहिँ चाबी हाल्न अति गाह्रो यार खै त नि भयो निस्किन्छ बन्दीपुर टुडी खेल 130 मिटर 1030 Oh my god मौसम गराउन लाग्यो यहाँ हो लाग्यो है यस्तो टुडी खेलमा यहाँ तलबाट चाहिँ डुम्रे बजारको भ्यू देखाइदिउँ अनि फर्कियौँ है सबै गरेर राखेर भक्का हान्दालाई फेरि है घोडा कुदाइ अब हामी ब्याक टु होम घुम्ने सबै होइन अब सकियो अब हामी घरतिर जानुपर्छ खासै टाइम लाग्दैन है झर्न त खासै टाइम लाग्दैन Back to home. Parintarको गराइदियो हामी अब यति भन्दै भिडियो जस्तो भयो भने हेर्दैको धन्यवाद भ्लग चाहिँ एन्ड गरिदिन्छु यहाँबाट है थ्याङ्क यू फर वाचिङ